युवाहरू देशभित्र बस्नै नसकेर गएका त होइन नि, चोइसले गर्दा हो। सबै युवा त चोइसले विदेश पलायन भएका छैनन् नि त, कतिको बाध्यता पनि छ नि त, रोजगारीको लागि रोजगारी छैन देशमा। होइन, रोजगारी त सिर्जना गर्न सकिन्छ। यत्रो बारीहरू बाँझा छन्, यत्रो खेतहरू बाँझा छन्, मोडर्न कृषिको आधुनिकीकरण गर्न सकिन्छ, व्यावसायिकीकरण गर्न सकिन्छ, थुप्रै कुरा गर्न सकिन्छ। त्यसो भएर यो एकदम बाहिर नगइकन नपालिने स्थिति छ, त्यस्तो खालको अवस्था चाहिँ देशभित्र होइन। अब भनेको जब नपाएको होला, भनेको जब त कहीँ पनि पाएको हुँदैन। तर पनि के छ, अलिक पैसा भएका देशले स्यालेरी बढिदिन सक्छ। पैसा यो 2 दिनको लीला हो क्या, यो हो 2 दिनको लीला। यस्ताका तमासाहरू देखेर कसले नचाहेको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लाएर बस्छु। यो देश बनाउन हिँडेको हुँ म, आफै जेन्जी हुँदा। जेन्जी उमेरमा भर्खर टेकेका थिएँ, 14 वर्षको उमेरमा। 30 गते महाधिवक्तामा कसरी जसरी भए पनि फसाउनु पऱ्यो क्या, गिरफ्तार त गर्नै पऱ्यो, जसरी भए पनि फसाउनु पऱ्यो। ल बाटो खोज्नुहोस्। महाधिवक्ता, नायब महाधिवक्ता, प्रहरीका प्रमुखहरू, भ्याली प्रमुख, उपत्यका प्रमुख सबै बोलाएर गिरफ्तार नगरी भएर खोज्नुहोस्। यही हो न्याय प्रणाली। पहिले निर्णय यस्तो पो भेटियो, यसमा त कारबाही गर्नै पर्ने होइन। कारबाही गर्नु पर्यो, त्यसकारण एउटा अत्तो निकाल थाप। यही धन्दामा 1.5 महिना सरकारले बिताएको छ, 4.5 महिना रह्यो। के को चुनाव गर्छ? म एमालेको अध्यक्ष, त्यहाँ गुन्डुमा बस्छु, साँगा काट्न पाउँदिनँ। त्यहाँ मास्तिर के रानी भन्ज्याङ्गी के भन्ने छ एउटा, त्यो काटेर पल्लापट्टि हेर्न पाइन्छ कि पाइँदैन मैले सोधेको छैन त्यहाँ डाँडामा गएर। तर उता सुनेको छु, मलाई पत्र सत्र आएको छैन। अहिले सुनेको छु फलानु वास्तविक हाकिम साहब जो भित्र हुनुहुन्छ गोप्य, उहाँको आदेश गइसक्यो सरकारलाई। किन भइरहेको छैन? तुरुन्त समाउनुहोस्। त्यसको पालना त होला। अब तपाईँहरू अँध्यारो मुख किन नलागेको भन्नुहुन्छ फेरि? यो 2 दिनको लीला हो क्या, यो हो 2 दिनको लीला। यस्ताका तमासाहरू देखेर कसले नचाहेको छ कठपुतली, त्यही देखेर म अँध्यारो मुख लाएर बस्छु। यो देश बनाउन हिँडेको हुँ म, आफै जेन्जी हुँदा। जेन्जी उमेरमा भर्खर टेकेका थिएँ, 14 वर्षको उमेरमा। त्यहाँदेखि हिँडेको अनि म चाहिँ लत्रिएर अँध्यारो मुख लाएर हिँड्छु। साईको पनि देखेको छु, 14 वर्ष जेल पनि देखेको छु, नेल हत्कडी लगाएर गोलघरभित्र बसेको पनि याद छ मलाई। यस्ता अनेक मैले झेलेर आएको छु। जेन्जी सेन्जी केही पनि होइन, अलिकति हाम्रा भाइ बहिनीहरूलाई अलिकति वर्ग ल्याएर के गरेर झुक्याएर अल्मल्याएर लगेका थिएँ। जब राक्षसमा मान्छेलाई परिणत गरायो अनि आगो लगाएर राक्षस नभइकन अर्काको घरमा कसरी आगो लाग्छ? मान्छे सधैँ आगो लाउनु सक्छ र? यहाँ लुट्न पाइन्छ भनेपछि गुड्र कुदेर जान्छ, लुटेर हिँड्छ। कतिले लागेको छ म प्रधानमन्त्री भएको हुनाले भने, म प्रधानमन्त्री नभए पनि यो हुन्थ्यो। राष्ट्रका सम्पत्तिमा मान्छे बाँकी रहँदै आगो लाउनु सक्छ र मान्छे रित्याएर राक्षसमा परिणत गर्छ अनि आगो लगाएर